सो हेलो गाइस वेलकम ब्याक। म चाहिँ आज चाहिँ एकदम जोसमा आएँ अनि त्यसपछि मैले चाहिँ सिधै क्यामेरा अन गरेर भिडियो बनाउनु त भनेर सोचेर भिडियो पनि बनाइसकेँ होइन। अनि म चाहिँ अलमोस्ट 10:30 भयो अनि भर्खर उठेको। एकदम मलाई 10 बजीसम्म सुत्दो रहेछ भने होला, किनभने मेरो राति नाइट ड्युटी हुन्छ, रातिसम्म 12 बजीसम्म ड्युटी हुन्छ। नि आउँदाखेरि 1 हुन्छ अनि उठाइ यस्तै हो होइन। अब चाहिँ ढिलो ढिलो होला जस्तो भइसक्यो होइन। तपाईँहरूलाई अब एकदम अब फ्रेस भएर भेट्नेछु होइन। सो त्यही हो, अब कस्तो हुन्छ मलाई थाहा छैन। फर्स्टमा चाहिँ एकदम एनर्जी आएको छ भ्लग बनाउनको लागि, अब हेर्दै जाऊँ के हुन्छ। सो त्यही हो, आई होप यु विल लाइक इट। बाई बाई, इन्जोय इट। सो केटा फाइनली फ्रेस पनि भइसक्यो होइन। नुहाइ धुवाइ गरेर हल्का दारी सारी काटेर अनि ब्रस सस गरियो। त्यही हो, अब चाहिँ रेडी हुनुपर्ने हुन्छ। मेरो बेड पनि मिलाएको छुइनँ मैले। यो बेड मिलाएर तपाईँहरूलाई अब एकैचोटि हिँड्ने बेला भेट्छु आज। ओके बाई बाई। तर त्योभन्दा अगाडि चाहिँ के भन्न चाहन्छु भने, इफ यु आर अल्सो प्लानिङ टु कम दुबई, प्लिज सोचेर बुझेर आउनु होला, ताकि यहाँ आएर रिग्रेट नहोस् होइन। सो त्यही हो, अब जस दुबई आएको पनि अलमोस्ट 6-7 महिना भइसकेको छ होइन। हिजो अस्ति भएर जस्तो लाग्थ्यो, तर टाइम एकदम फास्ट। तर अहिलेसम्म प्रगतिको नाममा केही भएको छैन, तर पनि केही छैन। स्टे काम, स्टे पोजिटिभ। त्यही हो, लेट्स सी, होप फर द बेस्ट होइन। अब चाहिँ रेडी भएर भेट्ने छु तपाईँहरूलाई। बाई बाई। सो फाइनली केटा हो, म चाहिँ हिँडिसक्यो गाडीमा। यत्रो गाडी छ तर गाडीभित्र म मात्रै हो एक्लै। त्यही हो, अब चाहिँ लेट्स सी के हुन्छ। आइपुग्न आँटिसकेको काम 5 बजीमा पुग्छ। हुन्छ नि, अब बडी नै कस्तो पुरै एनर्जीले स्लो अल्छी पुरै निद्रालाई चाहिँ पुर बनाएको छ। जे भयो भने काम त गर्नु पऱ्यो, अब गएर 12 घन्टा। त्यही हो, सो लेट्स सी के हुन्छ। सो फाइनल आइसक्यो केटा हो काममा। अब चाहिँ बस्दै हाल्नुपर्ने हुन्छ काम। त्यही हो, अब के देखाउनु मिल्छ तपाईँहरू त्यो देखाउनु चाहिँ टुच्चा भयो नि। सो त्यही हो। सो केटा अब भर्खर खाना खाइसक्यो दादाले चाहिँ। अनि अहिले चाहिँ रेस्टरुममा आएर बसेको, एकछिन रेस्ट। खाना खाएको चाहिँ मैले देखाएन, किनभने त्यहाँ चाहिँ टन्नै लड्के ग्याङ पनि थियो। सो हल्का त्यही हो, पछि देखाउनु भ्लगहरूमा होइन। अहिले चाहिँ रेस्टरुममा छु। अब हल्का यसो भात खाएपछि रेस्ट गर्नु पर्छ नि त होइन। त्यही हो, अब हेरौँ के हुन्छ अब। చేయాలి మధ్యలో పోతా అంటే ఖచ్చితంగా నడది, లేకుంటే 4000 పే చేయాలని. సో केटाओ फाइनल आइपुगिसक्यो।
अहिले चाहिँ 1 बजिसक्यो रातिको, अब चाहिँ गुड नाइट भन्नुपर्ने बेला हुन्छ। सो यति नै हुन्छ ब्लग चाहिँ, कस्तो भयो आई डोन्ट नो। I will try my best in next vlog. So see you soon. Till then, stay safe. Thank you.